जानकी बाख्रो कता गयो? गाइजहरु हाम्रो बाख्रो चाहिँ एकदम दौडेर हराएर चाहिँ हामी जहाँ अलपत्रै परेका छौँ हैन। यता माथितिर नि यस्तो भिड छ देख्न सक्नुहुन्छ। यहाँ तल देख्न सक्नुहुन्छ यति डेन्जर भिड छ। यहाँ चाहिँ अलि राम्रोसँग मेरो मोबाइलले देखाइरहेको छैन है। म चाहिँ ढिक्कैनिर अडाइरहेको छु फोनलाई चाहिँ। बाख्रो दगुरेर उता यहाँ चाहिँ उता वरदेखि परसम्म यति डेन्जर भिड छ कुरै छोड्नु है। तर पनि यहाँका मान्छेहरूले घाँस दाउराहरू चाहिँ घाँस दाउरा काट्नुलाई चाहिँ यतैबाट उ गर्नुहुन्छ। गाउँ चाहिँ यता माथि छ, थोरै गाउँ छ यहाँ माथि र यहाँका मान्छेहरू घाँस दाउरा गर्नलाई चाहिँ उता तल पुग्नुपर्छ। तपाईँहरू देख्दै हुनुहुन्छ उता तल एकदम योदेखि धेरै तल जङ्गल छ नि त्यहाँ भन्दा नि तल जानुहुन्छ। यो डाँडोको पछाडि एकदम दुःख छ है। यहाँको मान्छेहरूलाई घाँस दाउराको लागि एकदमै समस्या छ। र पनि के गर्नु हैन। अब यही ठाउँमा जन्मेपछि यही ठाउँमा हुर्केपछि गर्नु त पर्छ न, नर्मल लाग्छ। बट मलाई चाहिँ खासै यतातिर उ नगर्नु भएर एकदम डर लाग्यो। आज चाहिँ बाख्रो हेर्न चराउन आएको। यहाँ माथि पनि यस्तो ठुलो परहरू छ, भिरहरू छ, तपाईँहरू देख्न सक्नुहुन्छ। यस्तो अप्ठ्यारो डेन्जर भिरहरू छ। त्यस्तै तल पनि है बाख्रो चराउन आएको, बाख्रो हरायो। बाख्रो उता पर जङ्गलतिर हरायो। त्यहाँनिर चाहिँ बहिनी र म जङ्गलतिर आएको बाख्रो हेर्नलाई। बहिनी चाहिँ ऊ त्यहाँनिर चाहिँ है हिँडिरहेको छिन् बाख्रोलाई ल्याउनलाई। मैले परबाट लिएर आएको बाख्रो चाहिँ। म पनि यो बाटो यस्तो साँघुरो बाटोबाट हिँड्दै यो गेट तरेर चाहिँ उता जानु। यताबाट चाहिँ म पनि अब घर बाख्रो भएको ठाउँतिर जानुपर्छ है। यस्तो अप्ठ्यारो भिड छ। म त यस्तो यहाँनिर त्यो झारहरू यसरी समातेर हिँड्नुपर्छ। यहाँबाट उछुटेर लड्यो भने चाहिँ कहाँ पुगिन्छ, टाउको फुट्ने हो कि खुट्टा फुट्ने हो, खुट्टा भाँचिने हो थाहा छैन हैन। यस्तो भिड अप्ठ्यारो भिडमा हिँड्नुपर्छ गाउँघरतिर। दुःख छ हजुर, के गर्नु हैन। बाख्रो भैँसी पाल्ने हैन, अनि गोरु गाईहरू पाल्ने गाउँघरतिर अरू के गर्नु छ र हैन। त्यस्तो गर्नुहुन्छ यहाँ चाहिँ। म चाहिँ बाख्रोहरू उता टाढा गएको थिएँ र म यहाँ आइसकेको छु। यहाँको बाटोहरू एकदम अप्ठ्यारो छ, साँघुरो छ, सानो छ, भिडहरू छ, यस्तो डेन्जर भिडहरू छ। म चाहिँ यहाँ माथि छु, भिडको माथि है। यस्तो केटुकेहरू भन्ने धेरै छन्। यहाँ माथि पनि एकदम भिडहरू छ। म चाहिँ यताबाट बिस्तारै हिँडिरहेको है। यहाँ चाहिँ मैले गुराँसको रुख पनि देखेँ साथीहरू, तपाईँहरू देख्न सक्नुहुन्छ। सानो छ तर भिडमा रहेछ। म यो गुराँस टिपौँ भनेको बाटो एकदमै अप्ठ्यारो छ, देख्न सक्नुहुन्छ। यहाँ यस्तो अप्ठ्यारो छ। म चाहिँ बल्ल चढिरहेको छु। रुख चाहिँ एकदम सानो छ है। यसमा गुराँस देख्छु धेरै भयो। गुराँसको बुट्टा चाहिँ एकदम सानो छ, तर यहाँ एउटा गुराँस चाहिँ फलिरहेको रहेछ। खाने हो त साथीहरू, धेरै त हुँदैन, अलिअलि चाहिँ गुराँसहरू पाउँछ। यहाँ यसको भित्र रस पनि छ। यहाँ गाउँघरतिर खान्छ नि। यसको तलतिरको भागहरू खाएपछि चाहिँ राम्रो हुन्छ, औषधि हुन्छ भन्छन् हैन। के भन्छ यसलाई चिन्नुहुन्छ तपाईँहरू? गुराँसको भित्रको सानो भाग है। तपाईँहरू खानुहुन्छ कि नै गुराँसहरू? हामीतिर एकदम धेरै भयो। नदेखियो यहाँ एउटा बोर्ड रहेछ हैन। यता साइडमा चाहिँ एउटा फलेको रहेछ, तर एउटा चाहिँ तल छ, पुग्न सकिएन हैन। यस्तो अप्ठ्यारो भिड छ। म चाहिँ यहीँ बसिरहेँ खाँदै। अप्ठ्यारो छ। बाख्रो चाहिँ उता गइसक्यो, बहिनीले बोलाइरहेको छ। खाइदिइसकेँ चाहिँ मैले। मिठो छ, अप्ठ्यारो छ। म चाहिँ
यसरी समातेर हिँड्नुपर्छ। त्यहाँ अर्को पनि गुराँस रहेछ, तर म नटिप्ने अप्ठ्यारो ठाउँमा रहेछ है, लडेला भनेर डर लाग्यो मलाई। त्यहाँनिर एउटा गुराँस छ, अप्ठ्यारो रहेछ कि बाटो भिरमा सानो छ तर अप्ठ्यारो छ। म चाहिँ अब यताबाट जानुपर्छ। यहाँबाट हिँडेर चाहिँ त्यो साँगुरो बाटोबाट त्यो बाटोबाट चाहिँ क्रस गरेर उता साइडमा जानुपर्छ। केटुकी भन्छ यतातिर, तपाईँहरूकोतिर के भन्छ यसलाई है? मस्ती पाउँछ, दाउरा पाउँदैन। यो केटुकीहरू धेरै पाउँछ यतातिर, फेरि गाह्रो छ। दाउरा घाँस गर्नुको लागि यहाँको मान्छेहरू यति टाढा टाढा जानुहुन्छ। साथीहरू कुनै छैन, घर चाहिँ माथितिर हुन्छ। जङ्गल चाहिँ त पहाडी त्यो डाँडोभन्दा पनि तल अझै धेरै टाढा 2 घन्टा लगाएर चाहिँ यहाँका मान्छेहरू उता जङ्गलतिर जानुहुन्छ। यहाँका मान्छेहरू मतलब अब हामी पनि जान्छौँ कहिलेकाहीँ, तर एकदम दुःख छ है, पानीको समस्या छ। अनि यो ठाउँमा एकदम धेरै कुराहरू अभाव छ। के गर्नु, अब गाउँको कुरा हो। सहरमा त अझै डेभलप हुन सकिरहेको छैन भने गाउँमा त्यस्तै हो साथीहरू होइन। ला काँडा बिज्यो क्या खुट्टामा। मैले भनेको थिएँ नि साथीहरू, केटुकीहरू धेरै पाउँछ भनेर, त्यहाँ काँडा पनि छ। यहाँ बिजिसक्यो मेरो खुट्टामा, काँडा बिज्यो यहाँनिर, चप्पलमा काँडा बिज्यो। कसरी गाडियो त यो, उहिले कसरी निकाल्ने होला। यो काँडा यहाँनिर बस्यो साथीहरू, के गर्नु। हिँड्दै बाटो अप्ठ्यारो छ, भिरको बाटो। काँडा ला झऱ्यो भुइँमा, काँडा बिजेछ साथीहरू। काँडा चाहिँ तर पनि दुख्दो रहेछ होइन। यस्तो अप्ठ्यारो छ बाटोहरू, भिर छ। के गर्नु साथीहरू, गाह्रो छ। एकदम मौसम खराब छ है, अँध्यारो गरेर पुरै डाँडो काँडाहरू पुरै त्यो बादल जस्तो घुम्नु भएको छ। पानी आउनु पनि सकेको छैन, घाम लाग्नु पनि सकेको छैन आजभोलि, त्यस्तो भइरह मौसम। यता वल्लो गाउँबाट पल्लो गाउँ देखिरहेको छैन, तर अरू बेला चाहिँ मौसम क्लियर भयो भने चाहिँ देखिन्छ। यस्तो बाटोहरू यहाँ यस्तो ढुङ्गा छ, हिँडिरहेको म चाहिँ। सानो सानो रुखहरू यहाँ चाहिँ चुत्रा भन्छ यसलाई, अनि हाम्रोतिर चौतारो पनि भन्छ, चौतारी पनि भन्छ। हजुरहरूकोतिर के भन्छ म चाहिँ किन त्यो पारीको भिरमा थिएँ है, त्यहाँनिर गएर म अहिले वारी भिरमा आइसकेको छु। अब यहाँबाट म उतातिर गएर त्यहाँ घरतिर झर्ने। के गर्नु साथीहरू, गाह्रो छ, दुःख छ। मलाई बोलाइरहेको छ। हजुर बाख्रो आयो कि नै? ल म आएँ। बाख्रो गइसक्यो अरे घर फाइनली गाइस। बाख्रोहरू कता दगुर्छ, 5-6 बज्न लागिसक्यो। बाख्रो हानेर उता पारीको भिरतिर म चाहिँ लास्टै डट्न सक्नुहुन्छ। यतातिर मान्छेहरू पनि त्यहीँ लगेर जलाउँछन् कि बाख्रो त्यतै जान्छ। फेरि त्यहाँदेखि पल्लोपट्टि डाँडामा एकदम भिर भएको ठाउँमा म चाहिँ घर जानुपर्छ। रात परिसक्यो गाइजहरू। फेरि भोलि पनि बाख्रो लिएर यतैतिर आउनुपर्छ। के गर्नु, गाह्रो छ गाउँघरको जिन्दगी होइन। अब घाँस दाउराहरू गर्नुपर्छ, बाख्राहरू पाल्नुपर्छ। यस्तो अप्ठ्यारो बाटोमा हिँड्नुपर्छ, सहरको जस्तो हुँदैन। हातहरू यस्तो कोतार्छ है, काँडोले कोतारेर यस्तो हुन्छ साथीहरू होइन। नाङहरू यस्तो हुन्छ। गाउँघरको जस्तो गाह्रो छ। म अब चाहिँ फाइनली म सम्म ठाउँमा आइपुगेँ गाइस, देख्न सक्नुहुन्छ। गाउँ छ है यहाँदेखि परतिर। मेला लाग्ने ठाउँ पनि देखिन्छ यहाँदेखि हो त त्यहाँ पर। त्यहाँ चाहिँ मेला लाग्छ, एकदम ठुलो देउली हुन्छ, एकदम ठुलो है। म चाहिँ अब यहाँदेखि तल जानुपर्छ। म चाहिँ अब